ल गाइस मेरो पसलमा एउटा भाइ आउनु भएको छ जो कि मेरै भाइ हो अनि मेरो भाइले यहाँ अल्ट्रा प्रो मैक्स गिलो चटपटी खान जाँदैछ 30 रुपैयाँको अल्ट्रा प्रो मैक्स किलो चटपटी ल हेर्नुहोस् है तपाईहरुले अब यहाँ बनाउने खाना प्याज अनि आलु चाहिँ टमाटर हाल्नुपर्छ फेरि मिठो हुँदैन गिलोमा त बनायो आलु ल मसला खुर्सानी नुन जिरा नुन अनि यो जिरा धनिया टमाटर हाल्यो ल अझै अब यो हेर्नु यत्रो धेरै यहाँ बचेको छ आज छिटो जानु भने गाइस अब के गर्ने यसै भइहाल्यो ल आलु मात्रै भइहाल्यो अनि त्यसपछि चाउ दुध चाहिँ हामी थोरै हाल्छौँ किनभने गिलो चटपटी हो नि त ल गाइस अनि हामी हालौँ अमिलो पनि अब स्वाद अनुसार हाल्दै भइहाल्यो ल अब हामी हाल्छौँ गिलो किनभने आज हामी बनाउँछौँ गिलो चटपटी अल्ट्रा प्रो मैक्स गिलो है गाइस यही चाहिँ माछा अब रियाक्सन खाएको रियाक्सन हेर्नुपर्छ हामीले गाइस ल अलि बिरेन थप्नु पर्यो है अझै गिलो हाल्नुपर्ने थियो होइन किन अल्ट्रा प्रो मैक्स हो नि त यहाँ बिखानले फोन गर्नु है गाइस अब गिलो बनाउँदै यहाँ बिखानबाट बनाएको छ ल धन्यवाद हजुर पनि आउनु होला ल गाइस गिलो है अझै गिलो हाल्नुपर्ने थियो माथिबाट एड गर्छौँ है हामी यसपछि ल